to my new video. This is my अर्को भिडियो अनि आएपछि सन्चै हुन्छ म पनि सन्चै छु मेरो खाना चाहिँ यही हो हैन म कत्रो बेसी देखेको के भन्दैन त आफ्टर लङ टाइम भ्लग बनाउँदा कस्तो लागिरहेछ त मलाई 2500 ओ यो भेजला 2500 अरे हो आमा अनि बक्सर हुन्छ यो पनि सिंगल हो हाम्रो भाइ पनि सिंगल हो यता पनि सिंगल हो यहाँ सबजना ब्लगर हो त अहिलेको बरानको नम्बर 1 ब्लगर हो So hello guys, welcome back to my new video. This is मेरो अर्को भिडियो अनि आएपछि सन्चै हुन्छ म पनि सन्चै छु आज चाहिँ आफ्टर लङ टाइम बनाइदिएको हैन अब हल्का रेस्ट लिएर का भ्लगबाट कति बनाइराख्नु भनेर चाहिँ आज चाहिँ रेस्ट लिएर चाहिँ आज चाहिँ आफ्टर लङ टाइम बनाइदिएको अरु भन्दा नि मलाई यहाँ सबसे बोजूले बना भन्नु भ्लग अनि त्यही भएर बनाएको के बोजू त यहाँ नि पुरै आँखा चिम्रो भएको छ के हेर्नु नि आँखा चिम्रो भएको छ रे तर फेरि मोबाइलमा गेम चाहिँ खेलिराख्नु भएको छ सारे बोजूले बना भन्नु अनि त्यही भएर बनाएको क्या बनाएपछि बनाउनु पर्दैन त एक दिन बिराएर लाउनु पर्छ हल्का रेस्ट लिएको हो नि त आँखा किन अनि हाम्रो चाहिँ हैन आफ्टर लङ टाइम बनाएको ओपर कस्तो कस्तो लागिरहेछ बोल्ने कस्तो बिर्से क्या हो म त अनि हाम्रो चाहिँ यहाँ किचनमा अहिले उयो हुँदैछ अहिले यो मार्बल लाउँदैछौँ अब यो मार्बल आज सकिन्छ बाजे यो सकिन्छ है अब यो मार्बल लाउँदैछौँ यहाँ अब यो अरूभन्दा नि बिना आन्टीलाई अलिकति सजिलो होस् भनेर यो चाहिँ बनाइदिएको अब खानासाना पकाउनुको लागि हुन्छ नि त सजिलो छ भने चाहिँ अलिकति वाइल्ड फोर भइरहेछ अहिले चाहिँ यो अब कन्स्ट्रक्सनको काम हुँदैछ नि त अनि म चाहिँ मुख सुख धोएर होइन सब खाइसकेँ अनि त्यहाँदेखि सब खाइसकेँ भने केही खाएको छुइनँ पानी मात्र खाएँ उठ्ने बित्तिकै खानुपर्छ अनि यहाँ खाना पकाउँदै थिएँ म अहिले अनि उता अगाडि गएको थिएँ चाहिँ यो बनाएको पकाउँदै कस्तो लाग्छ खाना पकाउँदै त थिएँ नि यहाँ खाना पकाउँदै थिएन कस्तो बनाउनु भन्नु अरे भन्नु एकपल्ट बोल्दैन त आफ्टर लङ टाइम बनाएको भ्लग कस्तो लागिरहेछ त कस्तो लागिरहेछ भने आफू यस्तो धर्मकारी हेल्पर काम गरिँदैछ हेल्पर कसरी हो अब तपाईँले अहिले अब यहाँ बनाउँदैछ नि त किचन त्यहाँ पहिला उयो भएर अनि अब के भयो त अनि त्यहाँ बन्नै त गरेको हो नि त लोकल पाराको बनाउनु त जस्तो छ त्यस्तै देखाउने अब यस्तो त पहिला त्यही थियो अहिले थिएन अनि त्यहाँदेखि ल भाँदैन यसको चाहिँ ब्लग नबनाएको व्यस्त हावा कुरा नगर्ने त्यस्तो अनि अहिले चाहिँ घाम बट्टिलेक्का लागिरहेछ त्यो चैत वैशाख पनि भएर होला घाम त्यो हावा हुन्डरी बेलुकातिर चाहिँ हावा हुन्डरी लाग्छ अनि हिजो चाहिँ मैले यहाँनिर यो काकाको उयो रहेछ क्या ज्याकेट उयोमा हेरेको काकाको पहिलाको नि उयो गरेर राखिदिएको भनौँ न सफा गरेर राखिदिएको थियो यस्तो अब लेदरको ज्याकेटहरू त मनपर्छ नि त भिन्टेज टाइपको देख्छ भने चाहिँ गरिरहेछ अब लौसी लाउँदैन चाहिँ थाहा भएन अनि त्यही हो आजको दिन चाहिँ अब के कसो हुन्छ हेरौँ होइन आफ्टर लङ टाइम बनाएको हो होइन अब हुनु त केही पनि हुँदैन होला अब भरे थाहा हुन्छ के हुन्छ हेरौँ न आफ्टर लङ टाइम बनाएको बोल्नु पनि कस्तो बिर्सिसक्यो क्या हौ म त हेर के भन्नुहुन्छ फेरि जेप्पाइ त नबोल्नु नि बिरान्टी बिग्रिन्छ क्या यहाँ क्लिपमा कस्तो अनि त्यही हो आज चाहिँ आफ्टर लङ टाइम बनाइदिएको होइन अलिकति कस्तो लागिरहेछ त्यही के खाँदै गरेको काम चाहिँ कहिले गर्ने पनि होइन खाने मात्र हो अनि के भ्लग नबनाउनु म चाहिँ बिचमा मेरो रेस्ट लिइरहेको थिएँ नि त भ्लग कति बनाउनु भनेर आफ्टर लङ टाइम अब चाहिँ एकैचोटि फिल्डमा उत्रेको क्या अब चाहिँ डेली भ्लग गर्छ अनि काम साम गर्नु चाहिँ छैन खाने मात्र है अनि मलाई उठेर काम गरिसकेको कस्तो लागिरहेछ आफ्टर लङ टाइम भ्लगमा आउँदाखेरि तँलाई भवाल अनि कहाँ पुगेर हौ तपाईँ भान्चो के गरेर कफी खानु हुँदैन बेसी सुगर लागिरहेछ तपाईँलाई ल फुपू भ्लगमा के भन्दैन त फुपू पनि हुनु रहेछ कहाँ जान लाग्नु भएको यस्तो राम्री भएर
म बाहिर पो जान आँट्नु जस्तै लाग्यो अस्ति हल्का रेस्ट लिएको थियो क्या सबजनाले बनाउनु भन्नु अनि त्यही भएर बनाउन आँटेको हो क्या ब्लग होइन अब चाहिँ कन्टिन्यू आउँछ भोलिदेखि यहाँ बाबाले नबनाऊ अहिले म छु त्यही भएर पढ्दैन युट्युबबाट पैसा हाल्ने केही पनि हुँदैन भन्छ नबनाएको अरे क्या त्यसो जिस्किदिएको अनि कति ढिलो ल्याउनु भएको तरकारी पकाउँ भनेको ढिलो ल्याउनु भयो के मासु ल्याउनु भएको पर्क र राखेको पर्कको मासु रहेछ अहिले चाहिँ खाँदाखेरि कसरी तपाईँहरूलाई पर्कको मासु त के भएको बहुत मिठो लाग्छ यार मलाई त मोमो त हुन्छ नि बोसो के भन्नु अहिले चुरा खाएको देखिहाल्नुहुन्छ मेरो खाना चाहिँ यही हो होइन म कत्रो बेसी देखेको के छ सुँगुरको मासु बोसै बोसो म त छ है अनि लेट्युस साग दाल भात अनि म यहाँ बाजेर म खानुपर्छ ल हेर्नु त यत्रो बेसी छैन आम्मा बोसो खाइदिउँ ल प्रतिम त कतिखेर खाने अघि भर्खरै थुक्पा खाएको छ क्या यसले चाहिँ मैले उठेर खाएन नि त त्यही भएर चाहिँ एकछिनमा भनिरहेछ लास्ट तातो पो रहेछ त यार लास्ट तातो भयो यार अब खाए ल अरू भन्दा नि मलाई चाहिँ कुखुराको मासु भन्दा चाहिँ सुँगुरको मासु मिठो लाग्छ त हुन्छ नि सुँगुरको चाहिँ बोसो वाउ फर्स्ट बाइट छाला कुरा भयो मेरो पैसा आजको अलिक सुँगुरको मासु उयो रहेछ अरू बेला जस्तै छैन रहेछ सुँगुरको मासु आज चाहिँ सबैजना यहाँनिर किचन बनाइँदैछ नि त अनि अलिक उयो भइरहेछ क्या पहिला चाहिँ त्यही त किचन हल्का उयो गरेको यो सुँगुरको मासु चाहिँ अलिक उयो रहेछ है अस्ति जस्तै त कलि उयो छिप्पेको टाइपको रहेछ क्या ए फिला र करङ हो त्यही भएर चाहिँ गरौँ फोल्ड गर लास्ट मिठो भयो ल आज यो खानासाना खाइसकेर हल्का रेस्ट गर्नुपर्छ अब अहिले भरेतिर भेट्नुपर्छ ल म चाहिँ होइन अघि टन्नै खाना खाएर पनि अब अहिले चाहिँ निस्किन आँटेको अब तपाईँहरूलाई थाहा छ होला मेरो भिडियो हेरिराख्नु हुनेहरूलाई कहाँ निस्केको भन्दाखेरि चाहिँ कफी खान निस्किन आँटेको हाम्रो हेन्सीसँग छ अर्को यहाँनिर के भन्दैन त आफ्टर लङ टाइम भ्लग बनाउँदा कस्तो लागिरहेछ त अप्ठ्यारो लाग्यो यसलाई नै अप्ठ्यारो लागेछ अब यहाँ मेरो गर्लफ्रेन्ड चाहिँ यहाँनिर चाहिँ होइन एकलट लास्ट फोर भइरहेछ अब यहाँनिर काम हुँदैछ नि त धुलो सब उडेर अलि भन्दा नि वैशाख चैतले गर्दा ओइ एकछिन स्टार्ट होस् अरू भन्दा नि बाइक कुदाउनुभन्दा अगाडि हुन्छ नि सुरुमा स्टार्ट गरेर राख्नुपर्छ क्या 5 मिनट जस्तो अनि त्यहाँदेखि चाहिँ कुदाउनुपर्छ भनौँ न अनि नुहाइधुवाइ गरेर पनि निस्किएन फ्रेस भएर अहिले चाहिँ हेर्नु मेरो ओटिटी यसो गर्दा ओटिटी देखाइदिएँ अरू भन्दा नि आज कस्तो उयोहरू देखिरहेछ मेरो ओटिटी त्यस्तै छ घामले गर्दाखेरि अलिक मजाले देखेन होला यसरी अरू भन्दा नि हावा हुँदो रहेछ ओब्बो लागिरहेछ कि हेर्नु नि यता पछाडिपट्टि सब उडेर रहेछ अनि यहाँ चाहिँ हाम्रो मेवाको बोट अनि सिवञ्जल भन्ने चाहिँ के भयो यसको नाम दार
सजीवन जीवन जल पनि झन्डै भन्दा रहेछ सजीवन यसलाई चाहिँ थाहा रहेछ यसले चाहिँ खान्छस् यसको खाएको चिज यो त फेरि ओभर मिठा चाहिँ हो नि फेरि त्यस्तो केही पनि खाँदैन यसले फेरि अलिकति हुन्छ नि मिठो मिठो चिज मुख खाइन्छ क्या यसलाई म चाहिँ फेरि जे पनि खाइदिन्छु है त्यो नमिठो लाग्ने भने चाहिँ चिजै छैन साधारणमा लास्ट भयो अनि अरू भन्दा नि अब यहाँ पछाडि कफी खान जाने अनि कफी खानु गएर अनि त्यहाँ मेरो अस्ति पेन सिलाउदिरहेको थिएँ क्या एउटा बेली टाइपको पेन सिलाउदिरहेको थिएँ अब लाउनु पऱ्यो नि त पेन त अनि बेली टाइपको कस्तो देख्छ भनेर सिलाउदिरहेको छु त्यहाँ पनि लिन जानुपर्ने छ अहिले चाहिँ अब यो र म त्यहाँ कफी खाने ठाउँ जान्छु म त्यहाँदेखि सक्षम भाइहरू पनि आउँछ होला अब हेरौँ न कसले जाने ल अब अहिले चिन्दिरा भेट्नुपर्छ होला अब आजको दिन जस्तै भइरहेछ अल्छी लागिराखेको होला तपाईँहरूलाई होइन अब यस्तो अल्छी नमानी हेरिदिनु होला अलिकति माया देखाइदिनु पऱ्यो भन्दा नि अरू भन्दा नि माया देखाइदिइराख्नु भएको छैन त्यतिमा मलाई ओपर खुसी लागिरहेछ अब यसो ढिलो बनायो भनेर त्यस्तो नभन्नु होला अब आजदेखि चाहिँ फेरि मेरो अरू बेलाकै टाइममा भ्लग आउँछ जहिले यो चाहिँ हाम्रो बाटो है बबाल बाटो हेर्नु सक्नुहुन्छ आज मौसम चाहिँ बबाल भइरहेछ मोटो भ्लग टाइपको हाल्दै क्या पछाडिबाट यसलाई मोबाइल बोक्नु दिइरहेको छु अनि म यहाँ बोलिरहेको छु यो चाहिँ मेरो मोटो भ्लग यस्तै हुन्छ मोटो भ्लग जस्तै देखेछ अनि यही हो यो चाहिँ मेरो घरदेखि मास्तिर हो अनि यसरी जाँदैछु मैले चाहिँ हामी अरू भन्दा पनि त्यस्तो केही नहोस् भयो फेरि लाइभ क्याप्चर भयो भने गीत हुन्छ नि त तपाईँहरूलाई थाहा छैन फेरि म यसरी बाइकमा कुदाउँदाखेरि चाहिँ ओभर गीत गाउँदै कुदाउँछ क्या जहिले अरू बेला हुन्छ नि यस्तो टाइपको क्या एक्लै हुँदाखेरि चाहिँ गीत गाउँदै हुन्छ नि पुनः राई दाजुभाइहरू थाहा छैन तपाईँलाई अनि त्यहाँको दाइको ड्रमर दाइको चोक चाहिँ यही है स्यामसङ होइन भन्दैन केही सनमको प्यारो दाई सुमेक दाई हो त तेरो प्यारो दाई सुमेक दाई होइन मेरो हेन्सी भाइ पुग्यो एकल हेलमेट खोला न मार्क्स पनि खोला न तिमीले साँच्चै गेम छोडिदेऊ गेम ऱ्याङ्क खेल्न आँटेको थियो कि मैले होइन छिटो यहाँ भ्लग बनाइरहेको छु गेम नखेल्याऊ भनेको गेम खेलेनौ अनि के लागिरहेछ त भाइ आफ्टर लङ टाइम भ्लग बनाउँदा तिम्रो दाइले भन न कस्तो लागिरहेछ त आफ्टर लङ टाइम बनाउँदा राम्रो म बनाउनु कि नबनाउनु भ्लग पैसा आउँछ बनाउनु पर्छ हो सक्छ कफी हाम्रो चाहिँ कफी आइसक्यो यहाँनिर कफी भाइको चाहिँ फेरि 16 छ भाइको चाहिँ 16 प्रो देखाइदेऊ त फोन 16 नै भाइको चाहिँ यो भाइ अब एक्जाम दिन जान आँटेको छ 12 को ए दुईजना एउटै टिम हो त भरे जस्तो क्या हामी ठुलोहरू एक टिम हुन्छौँ अनि दुईजना यो चाहिँ सानैबाट खेल्न आँटेको अरे क्या यिनीहरूको टिमबाट हेरौँ कसले जित्छ हारिन्छ होला भन्दैछ त नि हेर्दा ब्यालेन्स छ मेरोमा पर्काले गर्छु यहाँ पछाडि उता पनि जानुपर्छ है यसो पेन्सिल आउनु त्यहाँ देखाइदिनु हल्का यसो पेन्सिल आइरहेको छु पेन्सिल आएको त देखाइदिनु पऱ्यो नि त नयाँ कफी चाहिँ लभ है कफी चाहिँ पेन पनि हेर्नु त यो भाइले मैले जे किने त्यही किन्छ पेन पनि हेर्नु नि मेरो जस्तै छ पछाडि गएर पछाडि ऊ प्रिन्टरको मेरै पेन जस्तै छ सेम फेरि ओभरको आर्टिस्ट लाउँछ नि ओटिडी हेर्दैन त उसको जुत्ता हेर्नु कति गयो 4500 5500 पेन्ट 2500 अनि ज्याकेट एचकेबाट बेस्ट 2500 ओ यो भेस्टलाई 2500 अरे हो आमा अनि बक्सर गाउँ हाल्नु मन आउँछ भाइसँग चाहिँ ब्यालेन्स र पेट्रोल चाहिँ कहिले हाल्दैन है तर आफै अस्ति पनि पेट्रोल सकेर बिचारा होलीको बेला पेट्रोल सकेछ कि अनि बाटोमै अड्केछ बिच बाटोमा ल्याउनु लगाएर देखेर मैले लगिदिएको थिएँ भाइलाई ओभर दुःख लाग्यो अरे भन्दै न त दुःख पुग्दैन त के भयो जे गरेर थाहा पाइ त हाल्छ
के भन अन्त दुःख चाहिँ को कसको दुःख छ अरे भन न को कसको दुःख छ किन दुईजनाको भन्दा त योपालि के अरे दुईजना है ओभर दुःख लाग्यो अरे भन्दौ न त दुःखको कुरा के भन्दौ त दुईजना चाहिँ 12 फेल छ अब योपालि एक्जाम कहिले भयो तिमीहरूको यो कुनमा छ सेन्टर पास हुन्छ छैन अब एक्जाममा थाहा छैन भगवान भरोसा तर तँलाई साँच्ची हो सन यो उनीहरूको ग्रुपमा होइन अब भाइ यो अनि ऊमा को ह्यान्सी लाग्छ तँलाई चाहिँ भूषण अनि सक्छ मलाई नि ह्यान्डसम चाहिँ यो भाइ लाग्छ ओभर हेर्नु त ओभर ह्यान्सी छ होइन तर यो चाहिँ रिसायो यार रिसायो भाइहरू चाहिँ लास्ट अल्गल छ क्या यो भाइ झन् ओभर अल्गल छ यो पनि ओभर बिराइ अरू हाइट नबढेको भनेको यो भाइहरूकोमा हाइट नबढेको भनेको चाहिँ यो भाइको मात्र हो क्या हुन्छ नि कति वेट मात्र बढ्छ जस्तो साइड मात्र बढ्छ हाइट चाहिँ बढ्दैन अनि यो भाइ चाहिँ यो भाइ कति 5 छ 5 फुट केटीहरू कोले सुन्नुहुँदैछ यो भाइ चाहिँ 5 फुट मात्र छ है भाइ कति पो हो 6 काममा भाइ ए त 5 त होइन भन्न 5 8 9 6 1 त 5 9 यो चाहिँ 5 फुटे म चाहिँ 5 7.5 जस्तो छु भनौँ न 7.5 तर यस्तो भएको आजकल के भएको आजकलको जेनेरेसनको भाइहरू चाहिँ हुन्छ नि कस्तो बोल्छ हो हाम्रो भन्दैन तर त्यस्तो लाग्दैन कि लाग्दैन हाम्रो भन्दा बढी जस्तो लाग्छ लाग्दैन भने त भाइहरूको त्योहरूलाई प्रोटिनहरू पाएर त हुन्छ नि अब बास्केटबल खेल्छ भाइ चाहिँ यो भाइ चाहिँ बबाल बास्केटबल खेल्छ क्या अनि त्यहाँदेखि यो भाइ पनि खेल्नु त खेल्थ्यो तर खै यस्तो गरेर देखिन यसरी छिराएको भाइलाई कस्तो लागिरहेछ त आफ्टर लङ टाइम मैले भ्लग बनाउँदाखेरि तिमीलाई निन्द्रा लागेको थिएन होला होइन भ्लगमा आएर मेरो यो चाहिँ यसलाई चाहिँ भातै रुचेको थिएन अरे क्या किनकि भात खाँदै मेरो भ्लग हेर्छ अरे नि त अनि कतिले सोध्नुहुन्छ यसको केटीहरूले होइन यसको आइडी चाहिँ के हो भनेर आइडी के भन्नु यसको चाहिँ शरण सुनार हो होइन शरण सुनार हो जिस्केको त चाहिँ होइन सक्षम राई शरण राई डेनिस लिम्बू त्यही हो तोकी त बाक्सेलाई सक अरे क्या भाइ तर हो यसको उमेरमा चाहिँ हुन्छ नि यो त म भन्दा नि ठुलो हो नि त अनि यसको उमेरमा चाहिँ पहिला एउटा छ क्या एउटा तपाईँले इन्सिडेन्ट भन्छु ल म चाहिँ अलिकति पहिला त अर्कै थिएँ नि त मोटो अलिकति 9 क्लासमा मेरो आइडीबाट यसले बोल्दैन एउटा केटी मिलाइदिएको त्यही त चाहिँ अनेस्टली भनिदिएको त्यस्तो भयो त भाइ ताजेर मेरो आइडीबाट बोलेर यसले मिलाइदिएको प्राइम गयो यसको अब चाहिँ अब यो भाइको चाहिँ कुन प्राइम गयो अरे यो भाइको चाहिँ हो भाइ तर यो भाइको नि यो भाइ पनि सिङ्गल हो होइन कोहीले उयो गर्नु सक्नुहुन्छ यो पनि सिङ्गल हो हाम्रो भाइ पनि सिङ्गल हो यता पनि सिङ्गल हो यहाँ सबजना सिङ्गलहरू मात्र बाहिर के नेपालकोले चाहिँ गर्दा हुँदैन बाहिरकोहरूले चाहिँ मेसेज गर्दैन अरे ल सबजनाले मोटे भनेर उयो गर्दैन न त मेसेज कहिले खाएर यहाँ आएको त हाम्रो एनसी दाइहरू हो आमा के छ हौ चिन्नुभयो त मलाई के चिन्नु भएन कहिले आउनु भएको विदेशबाट लकी न हो त अर्को एनसी चाहिँ यहाँ चाहिँ यसलाई त चिनिहाल्नुहुन्छ होला सबजनाले मार्क्स गर्नु ल के गर्न आएको के छ मेरो दाइ चिन्नु भएन मलाई हाम्रो दाइ चाहिँ लौडे दाइ चाहिँ हाम्रो दाइ चाहिँ भर्खर छुट्टी आइराख्नु भएको छ यहाँनिर सन्चैहरू चाहिँ दाइ अलि भ्लगर हो दाइ अहिलेको धरानको नम्बर 1 भ्लगर
ल ठ्याक्क दाईहरूसँग भेट भयो यहाँनिर ह्यान्डसम भइसक्नु भएछ होइन तर म भन्दा चाहिँ अलिकति ह्यान्सी हुनु रहेछ दाईहरू त्यही पनि चिन्नु होइन मलाई नाम भन्नु म गाह्रो भयो नाम भन्नु ए सरदेको भाइ हो मेरो नाम भन्नु भने मलाई गाह्रो भयो क्या दाईले चाहिँ बिर्सिनु भएछ मलाई ल जस्तै चाहिँ यहाँ कोट पेनको उयो लिन आएको थियो क्या पेन अनि त्यहाँदेखि दाईहरूलाई भेटेर यसो बनाइदिएको नि म चाहिँ दाईहरूलाई पनि भेटेँ आमा दाईहरूलाई पहिला नै देखेको अहिले कति पछाडि देख्दाखेरि कस्तो लाग्दो रहेछ क्या अनि म चाहिँ यहाँ अस्ति पेन सिलाउँछु अस्ति मैले देखेँ 5 बजे आउनु भएको नि पेन बिल पो ल्याइन रहेछ मैले साहिल हजुर 5 गते बेली टाइपको पेन अहिले चाहिँ म यहाँ आएर चाहिँ होइन प्रायः चाहिँ म यहीँ पेन सिलाउँछु क्या यहाँनिर कहाँनिर भन्दाखेरि यो थमेल दोकान यहाँ हो अनि थमेलको यता अपोजिटमा हेरौँ कस्तो छ पेन कस्तो लाग्यो त तर त दाईहरूलाई है कति पछाडि देख्दाखेरि सुन त नचिनेको क्या म त तिमीहरू कोसँग बोल्दैछ भनेर यसो गएको त लास्टमा दाईहरू चाहिँ उनीहरूकै साथी हो क्या सरवती सरवत लानु त ए त दाई अघि मैले भने नि त दाई लबरडाको को भन्दाखेरि मेरो नाम अगर चिन्नुहुन्छ कि न हो उहाँको भाइ हो क्या त्यही हो अब बुझिहाल्नु अनि थाहा छैन तिमीलाई फुपूको ठुलो मम्मी तर भाइ हो उहाँ नै मेरो नाम अगरको यहाँ जस्तो यो भाइले नि अरू बेला पेन यहीँ सिलाउँछ होइन भाइ अब हेरौँ कस्तो सिलाइदिएछ ल पेन यस्तो देखाइदिनु त अङ्कल यहाँ चाहिँ पेनहरू बनाउनु मन लाग्यो भने आइदिनु होला होइन अङ्कल के कसो कस्तो कस्तो पेन बनाइदिनुहुन्छ जस्तो भन त्यस्तो होइन डिजाइन तपाईले देखाउनुहुन्छ फोटोमा फोटो मात्र लिएर आउनु पर्यो हामी त्यस्तै बनाउँछौँ हामी त फेरि यहीँ सिलाइराखेको नि थाहा छैन तपाईँलाई होइन हामी त चढाइरहेको छौँ यहाँनिर अङ्कलले दामी सिलाइदिनुहुन्छ कपडा छाने यहाँ कपडा हेर्नु नि यत्तिकै छ क्या जुन छानेर सिलाउँदा नि भयो तैँले सिलाएको यसले नि सिलाएको छैन यहाँ तैँले यहाँ पनि हो भाइले पनि यहाँ सबले सिलाएको छौँ कि हामी यहीँ सिलाउन आउँछौँ अब अरूहरूले सोधिराख्नुहुन्छ तपाईँ पेन्ट कहाँबाट किन्नुहुन्छ यताउति कहाँबाट गर्नुहुन्छ भनेर अब सोधिराख्नुहुन्छ है प्रायः मलाई अब थाहा पाइहाल्नु भयो होला यहीँनिर सिलाउन आउँछु थमेल मोमोकोदेखि यतापट्टि तपाईँहरू पनि आएर सिलाइदिनु होला मेरो नाम लिइदिनु कि एउटा दाइको भ्लगबाट देख्यो भने यतिको मलाई सोच्नु त्यो चाहिँ भ्लगर अनुहाने चाहिँ साइल खापुङ भनेर भन्छ होला कि मेरोबाट आएको ल यहाँ आइदिनु होला अब पेन चाहिँ यो प्याक गरिदिनु ल अब घरमै गएर नापिदिनु पऱ्यो हजुर घरमै गएर नापिदिनु पऱ्यो अरू भन्दा नि के साह्रो गर्नु भएको राजा त होइन बढी देखाएको नि त तेरो नि यहीँको कपडा दामी छ क्या यो बढी देखा त गर्मी चाहिँ लास्ट भएर के भएको आजकल अघि धुलो पनि अनुहार धुलो उडिरहेको छ नि त आजकल बढी टाइपको अस्ति नै यहाँपट्टि धुलो सब टाँसिरहेको रहेछ अनि के गरेर गरेर सब धुलो लाग्यो क्या जिब्रोमा गिटी लागेर ल अङ्कल हुन्छ धन्यवाद धेरै धेरै धन्यवाद ल अङ्कललाई नि यहाँ आइदिनु होला अरू बेला ल अब चाहिँ निस्केको हामी चाहिँ होइन घर लाग्दिन्छ एकैचोटि पैसा झिकेर आउँदैछ काकी घर दुईजना पैसा छैन झिक्नु आएन पैसा झिक्न आएको अरे यिनीहरूलाई त यो चाहिँ हाम्रो धरानको भातबाटी नै यस्तो छ धरानको रोड पुतली लाइन यो चाहिँ यो भाइहरूलाई झिक्नै आएन जस्तै छ यत्रो टाइम लागेको चाहिँ कसरी हुन्छ हौ काटिहाल्यो 3000 गरे अनि निस्किएन पैसा इन्जिनियर छ होला अहिले ल यिनीहरूलाई आएन अलिक सानै छ नि त त्यही भएर झिक्नै आएन जस्तै छ पैसा म चाहिँ घर पनि आइपुगेँ अहिले होइन कफी सफी खाएर लगभग सकिसक्यो अङ्कल अब यहाँनिर यति नै अब कति बाँकी छ नि के दामी भइसकेको छ त हेर्नु त यहाँ बाँकी अब यहाँ धारा लाउनु पर्ने होला लगभग सकिन आँटिसकेको रहेछ है ल अङ्कलले बनाइदिनु भएको यहाँनिर अन्त महारानीले चलाउने भएपछि त है मैले उयो नाम राखिदिएको क्या निकनेम जस्तो हुन्छ नि महारानी भनेर राखिदिएको क्या बिनान्टीलाई हो कि न तब चाहिँ हामीले सल्लाह गरेर राखिदिएको यो अब बिनान्टीलाई गाह्रो हुन्छ काम गर्नु यताउति भनेर नि त्यहाँ बनाइदिएको हो नि होइन अब त्यहाँदेखि त मैले कमाउने भएपछि त यहाँ राख्यौँला नि काम गर्ने तपाईँहरू
टक्कले बेडमा सुतेर मात्र बस्ने नि ल त्यो के अरे सरस्वतीले बास गरुन् त चाहिँ होइन म कमाउने भएपछि म कमाउने भएपछि त भइहाल्छ नि त्यसमा ल अहिले यहाँ मैले चाहिँ पेन लिएर आएँ अरू भन्दा नि के साह्रो गर्मी हेर अप्पर गर्मी भएर अब यहाँ छिटो छिटो गर्छु अनि अब एकैचोटि भरे फुटसल खेल्ने खेरमा भ्लग बनाउँछ होला अब चाहिँ रेस्ट हान्नु पऱ्यो घरमा पानी सानी खाएर ल अब अहिले भरेतिर आउँछु ल मलाई होइन एउटा गीत सुनाउँछु भन्नुहुँदैछ कि आफै गीत गाउनु भएको कस्तो लाग्छ भनिदिनु ल भरे टिकटक बनाउन नगरे घण्टा घर जस्तो तिमी रहेछ एक बजेको घाम कता हिँडेको हो लौरी बोकेर राम्री भएर मलाई नसुनाइ हिँड्ने सिल्ली भएर म चाहिँ हेरेको हेरे आफै बनाउनु भएको खतरा बनाउनु रहेछ त बोजूले भने टिकटक बनाउनु भएको छ गएर सबजनाले चेकआउट गरिदिनु है आफै लिरिक्स चाहिँ आफ्नै गर्नुभएको ल दामी रहेछ त अनि पेन चाहिँ मैले यहाँ लगाएर उयो गरेको छु यी बेली टाइपको दामी लागेर पेन चाहिँ मलाई अनेस्टली भनेको यहाँनिर उसले चाहिँ होइन भर्खरै मलाई गीत सुनायो क्या अनि त्यहाँदेखि आई वाज सक्ड अब सुन तिमीले खोल ल गीत आइदा If the party was over and our time was through, I wanna hold you just for a while, and I with the smile. If the world was ending, I wanna be next to you. Oh. तिम्रो नाम के भन्दै न त यहाँ भ्लगमा नि तिमीलाई लाइक कतिजना मान्छेले हेर्नुहुँदैछ के भन्दै तिम्रो नाम के हो My name is Sajjan Rai. अनि What? अनि कहाँ बस्छौ तिमी धरान 15 भन्दा Dharan 15. अम्बो हामी सानोमा कस्तो भनेको गीत गाउँथ्यौँ म्यान उसले गीत गायो म कस्तो अप्पर सक्ड भयो क्या एकैचोटि त म यहाँ बसिरहेको थिएँ नि त अनि ऊ आयो अन्तदेखि गीत गायो कि अप्पो आइम ए बिग फ्यान साँच्ची भनेको यहाँ एन्जोय गर त उसको नाम चाहिँ सुजिन राई होइन हाम्रो घर माथिल्लोपट्टि बस्छ क्या बहिनी उसलाई फेरि इङ्ग्लिसै मात्र आउँछ है तर ऊ चाहिँ चिल्ड्रेन स्कुल पढ्छ अम्बो अरू गीत पनि आउँछ नेक्स्ट नोप ल ओके ल बाई गर्दा यहाँनिर गर्दा यहाँ ब्लकमा ल हामी चाहिँ यहाँ फुर्सल आइपुग्यौँ होइन आफ्टर लङ टाइम भन्दा नि अस्ति भर्खरै खेलेको अनि आज चाहिँ यहाँ फुर्सल आइरहेको छु ढोक्दिउँ न बा जित्छौँ कि आज सन्जय हुन्छ आन्टी आज जित्छौँ हामी आन्टी कि जित्दिनँ भन्नु त अब जित्छ हो आज भेस्ट पाउने हो अब ल यस्तो भेस्ट चाहिँ मलाई हो ए अन्त ड्रेस भाइले लिएन जस्तो बुढा सुब्बाको आज त बेस्ट पाइने भएछ फुटसलमा यहाँ चाहिँ फेरि यस्तो छ क्या तपाईँहरू 10 म्याच खेल्नुभयो भने एउटा बेस्ट फ्री हो क्या हामीले 20 म्याच खेलिसक्यौँ अनि त्यही भएर दुईवटा होइन आज अब अहिले थाहा पनि देखाल्छु तपाईँहरूलाई अनि यस्तै चाहिँ आज यो डेनिसले भाइले एउटा लगिसक्यो आज यो भाइको टिमबाट खेल्ने जित्ने हामीले हेर्छु कतिको दम छ तेरो माथि यो भाइ पनि उताबाटै हो अरू बेला चाहिँ हाम्रो खेल्छ होइन दुईजना चाहिँ उताबाट हामी चाहिँ यता यति छौँ अब लुगासुगा फ्रेन्ड अनि अहिले अब एकैचोटि अब फुटसल खेलेको बेसी देखाउँदैन किन भिडियो बल्ल लामो भइसक्यो अरू भन्दा नि मैले भ्लग नबनाएर तपाईँलाई कस्तो भइसकेको छ नहेरेर लास्टमा अब नानीले भन्नु थियो क्या म फुटसल खेल्नु त अनि तिमी त कहाँ पूजा नाटेको रहेछौ तर होइन रहेछौ है भनेर भन्नुभयो क्या त्यही यसो भ्लग सब बनाएको अब आजदेखि डेली भ्लग आजबाट चाहिँ डेली ल अब यहाँ लुगासुगा फेर्छु अनि अब अहिले चाहिँ जर्सी देखेर आउँछु आज चाहिँ खेलेको देखाउँदिनँ त्यस्तो हाफ टाइम खेल्दैछु नि यहाँ आन्टीले जर्सी दिने भन्नुभयो अनि त्यही भएर हाफ टाइममा गरेको होइन तपाईँहरू पनि आइदिनु होला फुटबल खेल्नु अहिले चाहिँ हारिरहेछौँ हामी अब खेलिहाल्ने आज 5 गोल हाल्ने छ र फर्काउनु पर्ने छ त्यस्तो कथा चाहिँ होइन अब आन्टीको दिनमा धेरै धेरै धन्यवाद होइन तपाईँहरू पनि
बुढासुब्बा फुटबल खेल्न आउनु होला आन्टीले दिनुहुन्छ 10 म्याचकै एउटा फ्री ल अब हाम्रो हाफ टाइम चाहिँ के अब खेलिहालेको ल अच्छा फाइनली सक्यो म्याच होइन अघि 5 को लिड हानेर त भइहाल्यो अहिले 2 को लिड खाएर हार्यो भाइ हो नि त हो आज को म्यान अफ द म्याच त भन्नु त अनेस्टली भाइ म थिएँ हाम्रोबाट यो भाइ फेरि भ्लग आज चाहिँ मैले फाड्दै गाउँ क्या को चाहिँ यहाँ कसले फाडो भन त दर्शन भाइ आज कसले हान्नु बेसी गोल अनि मैले डुबाएँ बेसी गोल मैले हानिनँ उसले यहाँ सिर्स हान्नु दामी आज चाहिँ जित्यो ला भाइको के भएछ इन्जरी लिडरले नि आज जेस मजा आयो भनौँ नभन्दैन हार जित त भइहाल्छ कि गेम चाहिँ मजा भयो भने अलिक रस भएर ओभर थाक्यो आमा आज चाहिँ अरू बेला चाहिँ फेरि भ्लग बनाएको जहिले हार्थ्यो कि आज चाहिँ जित्यो यार फर्स्ट टाइम रमाइलो लाग्यो आज यो प्रतिमा होइन यो त्यस्तो बिरामी भएर त त्यही नि खेल्न आएको क्या त्यो भएर चाहिँ यसले पनि गोल हाल्यो 5 गोल जस्तो चाहिँ ल अहिले त्यस्तै छ होइन सबैजना अब यहाँ उयो फ्रेसेस भएर घर जानुपर्ने अनि आन्टीलाई पनि धेरै धेरै धन्यवाद होइन यो जर्सी दिनुभयो खुसी लाग्यो अब यो लाएर खेल्छ अर्कोपालि एउटै जर्सी मात्रै थियो होइन अब चाहिँ आजको भ्लग चाहिँ के कस्तो लाग्यो यसो भनिदिनु होला होइन यस्तै थियो आजको भ्लग चाहिँ कति भएका नबनाएको अनि त्यहाँबाट बनाइदिएँ क्या अनि सबले बनाउनु भन्दै थियो बनाइदिएको थिएँ अब चाहिँ घर जान्छु भात सात खान्छु होइन अनि यो इन्डिङ चाहिँ यहाँ हुन्छ अबदेखि चाहिँ डेली भ्लगको चाहिँ डेली भन्दा नि ग्याप हुँदै 2-3 दिनकोमा अब चाहिँ यसो माया चाहिँ नमारिदिनु होला तपाईँहरू हुन्छ नि भ्लग बनाउनु छोडो यताउति भनेर सपोर्ट हानिदिइराख्नु लाइक सेयर सब्सक्राइब कमेन्ट हानिदिनु भयो अनि भाइ सी यु इन नेक्स्ट भिडियो